विन्टरमा चाहिँ कस्तो च्यालेन्जिङ हुन्छ है ड्राइभ गर्नु चाहिँ फगले गर्दाखेरि। यहाँ हामीसित नि यस्तै भइरहेको थियो, बाटो केही नदेखेर डर लागेर। अन्त तर बिस्तारी बिस्तारी समयसँग खोलिँदै गयो बाटोहरू। हेलो सबैजनालाई, सन्चै हुनुहुन्छ होला? गेस गर्नु आज चाहिँ हामी कहाँ जानु आँटेको छौँ भनेर। आज चाहिँ हामी बिहानै निस्केको काकाहरूकोबाट, कस्तो निन्द्रा सुत्दै सुत्दै आइपुग्यौँ आज चाहिँ। अनि यहाँ चाहिँ हाम्रो सर मिठोई, यो चाय चाहिँ यस्तो मिठो छ। हामीले अझै मगाएको, पहिला खाइसक्यो एक ग्लास, अनि फेरि अझै खाएको। यस्तो मिठो है रहेछ। तोरीको फुल हेर्नु न। चाहिँ हाम्रो सिजुपरी माम, हाम्रो काका, बेबिज। हाम्रो चाहिँ नास्तामा आइपुग्यो। हामी चाहिँ खाइ पनि सक्यो। अब चाहिँ जानु आँटेको, काकालाई चाहिँ ग्यास भएर। यो चाहिँ हामी ब्रह्मकुण्ड गएको। यहाँ चाहिँ हट स्प्रिङ वाटर थियो अनि सबैजना त्यहाँनिर डुब्की लाउने। तर त्यहाँनिर चाहिँ भिडियो गरिनँ किनकि यस्तो भिड। अन्त यहाँ चाहिँ हामीलाई दुईजनाले पैसा मागेको पिच्छेसम्म आएको कि जता पनि पैसै लुट्नु मात्रै। यहाँ चाहिँ अलिकति सिकसिक पनि लाग्यो। अनि यो हेर्न कस्तो दामी देखेको नि। अनि यो चाहिँ राजगिर सफारी हो। अनि यो चाहिँ हामी रोपवेमा आइपुग्यौँ राजगिरको, दार्जिलिङको जस्तै तर छोटो थियो दार्जिलिङको भन्दा। दार्जिलिङको चाहिँ एकदमै लामो छ। यहाँ चाहिँ अद्विक पनि एकदमै इन्जोय गरिरहेको छ। माम डर लागि नलाइ भन्दै जिस्काउँदै हिँड्दै। अन्त त्यही हो। तर यहाँ चाहिँ छिटो छिटो भइरहेको थियो। दार्जिलिङमा चाहिँ एकदम लेट हुन्छ, कम्ती डब्बा भएर। यहाँ चाहिँ धेरै डब्बा भएर एकदम सजिलो भइरहेको थियो, धेरै वेट गर्नु परेन। अनि जो साइडमा देखिरहेको थियो त्यो चाहिँ पुरानोवाला रहेछ। पुरानो चाहिँ सिङ्गलवाला। अनि त्यसमा चाहिँ डर लाग्यो कसरी उयो गर्नु होला है भन्दै। योवाला चाहिँ त्यसमा चाहिँ एकदम डर लाग्यो देख्दाखेरि, हुई भन्नेवाला, कोही सेफ्टी छैन। त्यसपछि चाहिँ हामी स्तुपा पुग्यौँ। अनि अरू त कहीँ गएनौँ किनकि टाइमले गर्दाखेरि मेन चाहिँ। अनि मलाई नानीले एकदम परेशान गरिरहेको थियो, हिँड्दै हिँड्दैन मेरो छोरा चाहिँ। यहाँ चाहिँ स्टुडेन्ट्सहरूले अद्विकलाई कति माया गरेको, कति मन पराएको है। डर लाग्यो सिजुलाई? डर लाग्यो? लागेन? हामी चाहिँ अब सक्यो यहाँको। अब जान्छौँ जङ्गल सफारी। रेक्सी टाइमले कति साथ दिन्छ। यसपछि चाहिँ हामी छिटो छिटो गरेर जङ्गल सफारीको लागि निस्क्यौँ। सो जङ्गल सफारीको चाहिँ भिडियो नेक्स्ट भिडियोमै छ है।